दर्शकबिन नमस्कार। यो कलङ्की चोक। अब हाम्रो साथ चाहिँ यो कलङ्की चोकबाट तपाईँ जहाँ आए पनि यो कलङ्की चोकमा झर्नुहोस् र यहाँबाट तपाईँ अगाडि बढ्नुहुन्छ। थाङकोट टुङ्गे अड्डा हुँदै तपाईँ अगाडि बढ्नुहुन्छ, त्यहाँ नैका पाउँछ। हो त्यहीँ छ ओम समाज डेन्टल अस्पताल। सबैलाई पाइक पर्ने अस्पताल, तपाईँहरूलाई पाइक पर्ने, तपाईँहरूले रोजे खोजेको अस्पताल भनेर त्यहीँ छ, तपाईँले भेट्नुहुन्छ। यो हाम्रो कलङ्की चोक। कलङ्की चोकबाट भाई दांत चेक करो, दांत 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 फ्री में, पैसा नहीं लेगा हम लोग। चेक करो चेक करो। औषधि आफै छोड्नु भयो कि हस्पिटलको सल्लाहमा? होइन, मैले आफै के को औषधि? प्रेसर क्या छोड्नु हुँदैन? त्यसरी छोड्नु हुँदैन नि। त्यसरी कति वर्ष हुनुभयो बा? 65। घर कहाँ हजुरको? हजुर ओखलढुङ्गा। ए त्यसरी औषधि आफै छोड्नु हुँदैन नि। हस्पिटलमा बेला बेलामा देखाइरहनु, दाँत चेक गर्नुहोस् है। देखाएर अनि त्यस्तो केही प्रब्लम अब छोड्दा हुन्छ अथवा खाइराख्नुपर्छ, त्यसरी उहाँहरूले डोज कम गरिदियो। त्यस्तो गर्नुहुन्छ कि एकैचोटि आफूलाई छोड्दाखेरि कहिलेकाहीँ प्रेसर फेरि त्यसरी नै बढेर त्यसरी हाल्छ कि कतिवटा त्यसरी छोड्न चाहिँ हुँदैन है। अरू त्यस्तो सुगरहरू त्यस्तो केही छैन छैन है। के हजुरको दाँतमा फोहोर छ, एकचोटि सफा गराउनुहोस् है। आज हामी यहाँ सित्तैमा सफा हुन्छ कि हस्पिटलमा जानु होला, एकचोटि सफा गराउनु होला। अनि माथिपट्टि दुईवटा खुट्टा छ, जो यताउता नै खुट्टा छन्, ती खुट्टालाई निकाल्ने है। अनि त्यसपछि एउटा ठाउँमा चाहिँ किराले खाएको छ पछाडि है, त्यो दाँतलाई पनि हजुर सफा गर्नुपर्ने छ। त्यसलाई अब भर्ने कि दुख्छ कि नै त्यो दाँत? पहिला दुखेको थियो, त्यसलाई नसा छोको हुनसक्छ। त्यो दाँतलाई चाहिँ जरासम्म भर्ने एउटा ट्रिटमेन्ट हुन्छ, त्यो गर्नुपर्ने हुन्छ है बुवा। एकचोटि आ गरिदिनुहोस् त। तल 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 गर्नु, टाउको तल गर्नु।